सबै डराएको हेर ऊ पर हेर्नु नि दिदी उयो पर हेर्नु नि। नमस्कार मेरो फेसबुकको मित्रहरूलाई। आज चाहिँ कालिम्पोङमा रहेको एउटा घुम्ने जग्गा पिकनिक स्पोट भालेपुल तथा बिध्याङमा लिएर आएको छु र यहाँ चाहिँ आज के हुने रहेछ तपाईहरूले हेर्नुहोस्। टाढाबाट दिदी बहिनीहरू आएको आज मैले घुमाउनु ल्याएँ। तपाईहरूले यो भिडियो पुरा हेर्नुहोस्। लौ भालेपुल 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 गाउँकै मान्छेहरू तर अब धेरै बाहिर बसेकोले गर्दाखेरि है इलेक्सनले गर्दा ल्यायो। भालेपुल भनेर त्यसै चाहिँ भनिएको होइन, यहाँ एउटा अङ्ग्रेज समयदेखिको एउटा पुरानो ब्रिज पनि छ। दिदीहरूलाई घुमाउनु सँगसँगै मेरो चाहिँ आज नानीहरूलाई स्विमिङ पनि गराउनु थियो। नानीहरू स्विमिङ गर्दै गर्दा मैले चाहिँ मेवा काटेर नानीहरूलाई स्विमिङमै लगिदिएँ। मजा आउँदैछ। कता खानु दियो रक्सी देऊ त नि यो बोल्छ के हो रक्सीमा रक्सी ल्याएन भनेर नानीहरू स्विमिङ गरेर आइसकेपछि चाहिँ हाम्रो अब यहाँ झालमुरी पार्टी चल्न लागिरहेको थियो। यो चाहिँ ठेलावल नि हो, यसकोमा चाहिँ पैसा पुरा छ तर यसले चाहिँ अहिले सरप्राइज दिएको भनेर आयो यहाँनिर अहिले लास्टमा होइन खानु मात्रै आयो यो चाहिँ ठेलावल नि धनी मान्छे हो, सबैभन्दा धनी मान्छे यो। म पनि स्विमिङ गरेर अहिले यहाँ कोल्ड ड्रिङ्क्स पार्टीमा जम्मा भइरहेको थिएँ। यो इलेक्सन चाहिँ आउँदै गर्नुपर्ने रहेछ, दसैँ जस्तो हुँदो रहेछ गाउँघरमा त। चेली बेटीहरू बाहिरबाट काम गर्नेहरू चाहिँ सबै घर फर्केर हो आम्मा गाउँै उज्यालो। अब भोलिको भोट छ हो, आज चाहिँ अब हो पिकनिक आम्मा भालेपुलमा। कहीँ हिँड्दाखेरि खानुपछि कुरै नगरौँ। अब यहाँ झालमुरी पनि रेडी भइसकेको छ। झालमुरीको स्पेसलिस्ट चाहिँ यहाँनिर मिसेस भाइरल। अब हामी सबैजना बसेर झालमुरी खानेपट्टि तर्खरमा थियौँ। अब चाहिँ हामी भालेपुललाई बिदा गर्दैछौँ र ऊ त्यो परको ब्रिजमा देखाउँछु ल। अब ब्रिजमा चढेर ल कस्तो हुँदो रहेछ। केटाकेटीलाई चाहिँ यहाँ साह्रै नै मजा आउँदो रहेछ र अब चाहिँ हामी बाहिर सबैजना ब्रिजमाथि चढ्नको लागि निक्लिरहेका थियौँ। भालेपुलको ब्रिज चाहिँ अलिकति पुरानो भएकोले गर्दाखेरि जग्गा जग्गामा चाहिँ भाँचिएको रहेछ। आउनु नि आउनु, किन अड्केको? सबै डराएको हेर ऊ पर हेर्नु नि दिदी उयो पर हेर्नु नि। दामी ब्रिज भएको रहेछ अहिले। के कस्तो डर लाग्यो? परेको रहेछ बिचमा तर त्यस्तो कच्चा छैन, मुनि दामी जाने। हजुर काठ मकिएको छ कि तर जाली भएकोले गर्दाखेरि डर लाग्यो। दुईजना दिदी बहिनी चाहिँ छोड्यो यिनीहरू तर नडर। यहाँ चाहिँ हामी सबैजना फोटो खिच्नपट्टि लाग्यौँ। अब चाहिँ हामी भालेपुलबाट उकालो लाग्दैछ है र मलाई लाग्छ आज मैले सबैजनालाई घुमाउनु ल्याएँ, राम्रै लाग्यो होला। सोधिदिनु त पछाडि के कस्तो लाग्यो भनिदिनुहोस्।
बाटोमै बुद्ध पार्क परेकोले अब हामी फेरि बुद्ध पार्कपट्टि जाने निर्णय गर्यौं। केटाकेटीहरू चाहिँ अब घुम्नु भनिसकेपछि कति खुसी हुन्छन् त्यो त मैले भन्नै पर्दैन। चाहिँ यो केटाकेटीहरूलाई पिज्जा आउँदैछ। हामी अहिले बुद्ध पार्कमा बसिरहेको है। यहाँनिर चाहिँ पिज्जालाई हिट गर्ने जग्गा। बुद्ध पार्कमा चाहिँ भेजको नाना थरीको आइटम खानेकुरा पनि पाउँदो रहेछ। पिज्जादेखि मोमो अरू। हल्लो अब चाहिँ हाम्रो पिज्जा पनि आइसक्यो। आमा भारी छ त हौ है तेरिका। लो लो खा। लगभग बुद्ध पार्कमा आधी घण्टा बसिसकेपछि हाम्रो अगाडि पिज्जा पनि आइसकेको थियो। हो यसरी तान्छ नि त यी पानीको टोले। चिल्ली मोमो आइपुग्यो। यो चाहिँ चिल्ली मोमो चाहिँ आइपुग्यो। हेर्नु यो चिल्ली मोमो भनेको चाहिँ मेरो लागि नयाँ डिस थियो र जतिजनाले पनि भिडियो हेर्नुभयो धेरै धेरै धन्यवाद। पुरा हेर्नुभयो भने चाहिँ लाइक गरिदिनु होला।